ल यो बयरबनमा बनेको घर चट्टा हामीले फिनिसिङ गरिसकेको छ। ल हेर्नुहोस् चट्टा झ्यालको डिजाइनहरू पनि हेर्नुहोस्। यसको चाहिँ यतापट्टि गएको छ स्लोप, यसको माथिल्लोपट्टिको उता उँभो गएको छ। यो चाहिँ जस्ट अगाडिको डिजाइन। यो चाहिँ माथिल्लो पूर्वपट्टिको डिजाइनहरू चट्टासँगले निकालिएको छ। यो सिडी रहेको छ भने यहाँनिर चाहिँ चट्टासँगले फुल रोप्ने ठाउँ बनाएको हो। यहाँनिर चाहिँ धुपीसुपी के फुलहरू एकदम सजाएर रोप्नुको लागि खाल्टो छोडेको छ। यहाँ माटो पुरेर चाहिँ अनि यतापट्टिबाट चाहिँ यो माथि जाने सिडी पनि चट्टा बनेको छ। यहाँनिर चाहिँ माथि 2 तलासम्म पुरै प्रकाशको लागि खुल्ला बनाइएको छ। यो दोस्रो तलामा यहाँबाट चाहिँ चट्टा पहिलो तलामा पनि चट्टा हेर्न सकिन्छ। यताबाट यसो हेर्नु यो चाहिँ दोस्रो तलाको टोयलेट बाथरुम। यतापट्टि चाहिँ चट्टा बरन्डा रहेको छ, फिनिसिङ भइसकेको छ। यहाँबाट अर्को कोठामा छिरिन्छ। यो कोठामा पनि चट्टै एट्याच टोयलेट रहेको छ, भेन्टिलेसन साइडको। स्पेस यतिकोमा भराइन्छ है। पहिलो तलाबाट दोस्रो तलाबाट हामी भइसकेका छौँ। हेर्नुहोस् यताबाट चाहिँ चट्टासँगले पुरै खुल्ला। मदन दाइले मन्दिर बनाउँदै हुनुहुन्छ। ल हेर्नु मदन दाइलाई खिचेको नि। यो बुढो बाजे चाहिँ काम गर्दै हुनुहुन्छ। हजुर कति वर्ष पुग्नु भयो बाजे? 73 वर्ष पुग्नु भयो। ए 73 वर्षमा 50 केजीको सिमेन्टको बोरा जुरुकै बोक्नुहुन्छ हैन त? जुरुक बाजे कडा हुनुहुन्छ।
ड्याडीले टोपी लाउँदा कत्रो हुन्छ त्यत्रै हुन्छ टोपी बराबरको ठ्याक्कै